हेलो गाइज, आजदेखि चाहिँ हाम्रो सबै बन्द छ है। सुटिङमा आउँदै गर्दाखेरि बनायो हामी देउरानी सुटिङमा जाँदैछौँ। बनाऊ बनाऊ नमस्ते। सबैजना चाहिँ यहाँ मेरो भाइ ओम नाट्येश्वरी नमो नमः, गणेशाय नमो नमः। ओइ उहाँ भर्खर उठ्नु हुँदैछ, भर्खर उठ्नुभयो। हेर्नुहोस् हाई गर्नु हुँदैछ बिचरा, उहाँको भर्खर उठ्ने बेला हुँदैछ। ए रामु काका खै, रामु काका तपाईँको आइफोन मजाले देखाइदिएको छु मैले। तपाईँको पनि रेड मजाले देखेर छु मैले। ए फुची, ए फुची नमस्ते नमस्ते बहिनी। नमस्ते। नमस्ते असिस्टेन्ट डाइरेक्टर सर, नमस्ते भाइ, नमस्ते बहिनी। नमस्ते दिदी। मेरो कस्तो खालको ए हिजो थर्मोकल ल्याउने भन्थ्यो। थर्मोकल त पर हो त, अब मेकअप नभएपछि थर्मोकल चाहिँ राम्रो आउने हो अनुहार। भनेपछि पवन सरको कहिले हो भएको? खोइ थाहै छैन, म त हिजो बेलुका राति पो हेरेको। सबैजना नमस्कार है। यिनीका चाहिँ बिहे भइसकेका छन्। के गरे बसेको के लाग्यो? यिनी किन कम्प्लिट भन्नु। कम्प्लेट भएको छैन। नमस्ते भन्छ। नमस्ते। नमस्ते म चाहिँ कसले नमस्ते गर्छन् भनेर अगाडि अगाडि सर्दैछु, गर्दैनन् मेरो कसैले पनि। हामीलाई त कसैले नमस्ते गरेन यार। फेरि एकचोटि गरिदिउँ न त यार, के भन्छ यो? मेरो यो मेमोरी फुल भएको छ यार, कसरी हटाउने यार? गुगल मेमोरी फुल भएको छ यार। डिलिट गरे नि भिडियो। गुगलमा गएर के यसको ग्यालेरी ग्यालरीकै गर्दा नि हुन्छ, गुगल गर्दा नि हुन्छ। गुगल चाहिँ कसरी हुन्छ त? गुगलै हुँदैन कहिले हुँदैन। गुगलमा मेसेज आउँदैन अहिले। नमस्ते। ओम नाट्येश्वरी नमो नमः। घुमाइ खिचाइ दुइटै घुम्न लाग्यो त। क्लोजमा नि हानिदिउँ न। यता क्यामेरा पनि खिच्नु पर्यो यार। सबैलाई नमस्ते। नमस्ते सर। नमस्ते। नमस्ते। सबैको बाँकी छ। आइसकेको छ हाम्रो ब्लगमा चाहिँ उहाँको इन्ट्री भइसकेको छ। अब क्लोजमा खिच्दिउँ, अब क्लोजमा। उहाँलाई त मैले किताबमा देखाएको थिएँ। नमस्कार हजुर। नमस्ते नमस्ते नमस्ते। हातमै मिलाउनु, हामी त हातै मिलाउनु। किनकि हामीसँग काम गरे मान्छे हो, त्यो हिँडेको मान्छे हो। कता फेरि हात मिलाउँदैछ हामी। क्यामेराम्यान चाहिँ हो क्या ऊ को? शिव विक। ए अँ हो। दिदी नमस्कार। एकदम त्यो मान्छे नत्र है त्यति भइया 10 मिनेट खै। राखिदिनु। भैरवीमा पनि कहिले मगाउने? उता काम गर्ने मान्छे हो।
भनिराख्नु है भनिराख्नु घमण्ड छ क्या गाउँ हो यो चाहिँ छैन नि बुढा गएको होइन भन्न चाहिँ भनिरहनु नि त कति होला नि उना पनि अब त्यहाँ थाहा भयो भने त्यो लिनु मिल्छ मिल्दैन कुरा अब अरू कतिवटा लिउँछ नि केस उनीहरूको भन्नु फिक्सै गराउँछ त्यो अर्को त नि अब बेटी बसे पनि त्यो रहेछ अनि फेरि 128 करोड के काम दुई सपना तपाईँको छोरीहरु एकैछिन म चिया खानु लान्छु ल छोरी बड्ड गर्न यार कस्तो यो के ल यो को मान्छे हो उहाँलाई चिन्नुहुन्छ तपाईँहरूले अरू कुरा नगाड है पछान्ते पूजा नै आउँदा खिचिरहेको नि त म त भनिदिन्छु रोशनी त्यो मसँगै साथी छ त्यसलाई तेरो एक्टिङै मन पर्दैन भनिदिन्छु तर एक्टिङ मन पर्छ तर त्यसको बोली मन पर्दैन त्यो तर त हिजो बसिरहेको थियो नि त्यो चाहिँ राम्रो थियो यार त्यो केटी थियो त्यसले त मैले मस खेलाउँछु भने अब ज्ञानको म भन्नु कति राम्रो छ है मेरो होइन बन्द गरौँ डाइरेक्टर बन्ने चिया खाँदै गर्दा अरे डाइरेक्टर बन्ने नि त्यो केटी राम्रो छ म त्यसलाई नै खेलाउनु लाग्छु डल्ली कटवाल चिया के अरे चिया चिसो छैन भनेको त चिसो रहेछ त अझै पनि मैले होइन कन्फ्युज तरिकाले भन्नु यो महिनासम्म चाहिँ अझै नराख्नु भन्ने भए त बिहान छैन होला आज होला होइन के हो भनेपछि नि के छ त डार्लिङ ए डार्लिङ तपाईँले सिरियल कहिले गरे यस्तो हुन्छ अनि केटी कति मिनट भयो अब म्युजिक बन्द 7 मिनेट होला ल गाइस ल बन्द गर चिया खाँदैछौ ल सबैले सब्सक्राइब गरिदिनु होला च्यानललाई हेरिरहनु भएको च्यानललाई तपाईँले माया कसरी गर्न सक्नुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर कमेन्ट गरेर यो भिडियोलाई सेयर गरेर माया गर्न सक्नुहुनेछ तपाईँको मायाको अपेक्षा राखेको छु सबैले माया गरिदिनु होला है यो सबै हाम्रो देखाउँ अब 11 12 13 14 15 च्यानल चाहिँ त्यसै बोल्दै बोल्दै भन के तिमीले बोल म त केही बोल्दिनँ यार मलाई बोल्नै आउँदैन हाम्रो चाहिँ सुटिङ सेट यही हो गाउँ यस्तो राम्रो छ है गाइस होइन म लुगा लाउनु थालेको गाइस आयो मात्रै बोक्ने अस्ति आइसकेछ मेरो भला ला ए 2 लाख आइसक्यो मैले कसम म त आइटी ब्यान्ड हुने गरी म त कस्तो स्टाइलले खाएको भन्ने कमेन्ट आएछ त्यहाँनिर म लुगा लाउँदैछु है गाइजहरू होइन अब यस्तै छ नयाँ नौलो कुरोहरू पुरानो कुरोहरू सबै यही हो लाइटहरू माथि सरसँग होला साथी हो लाउनु त ए 8 मिनेट भन्दा हुँदैन क्या ब्याट्री लो भएछ म लुगा लाउनु थालेको है गाइज कसैले माइक कसको के त्यहाँ त कहाँ लाउँछ त त्यो कहिले काहीँ के लेख्न साइन गर्ने अरे क्या त्यहाँ होइन म त त्यस्तो म त अनि कहाँ 2 महिना लगभग भएछ म नआएको त अनि पढाइदिने भयो त त्यसको काम चाहिँ मान्छे आऊ पढा मात्रै मारेर नन काट्ने कसले नन फुट्ने रे मेरो काट्ने मात्र हो र फुट्ने खुम्चिरहेको ठाउँमा कान्छीले यसले खतरा लगाइदिन्छ यसपालि अस्ति आमा झापड हानिसे हानिसक्यो नि कडा झापड हाने चाहिँ पुरै यस्तो गरेर फ्याँकिदिन्छ अरू चाहिँ अझै के छ त धेरै नै फ्याँक्यो केटा मान्छेले त भित्र लाउने पेन्ट छ नि सुन न मैले त भाइलाई पनि भन्नु हुने केटा मान्छेले त्यो भित्र लाउने पेन्ट हुन्छ नि त्यो त्यस्तो खालको चाहिँ एकदम राम्रो लाउनु पर्छ केटा केटी जसले भएको भित्र लाउने चिज चाहिँ राम्रो त्यो हाम्रो सेन्सिटिभ ठाउँ हुन्छ नि त होइन नराम्रो भन्नु खोजेँ कस्तो महँगो 500 रुपियाँ कट्टो 500 को 5वटा किन्यो होइन साथी 500 यो भित्र साग हो महँगो पर्दैछ हो तिमीलाई 5 छ क्या
तिमी दुब्ला छौ त भाइ ओ दोब्लाउँछ म कति केजी बढिसकेँ अब कान्छी र ऊ दुईजनाको हो रन्काउने पनि रन गर्ने मात्र हो र नङ धुच्ने भने पुरो छोड्दै तिम्रो त्यो कलर गएछ है कपाल खप्दै मैले भिडियोमा भिडियो आइरहेछ नि भएर कहाँ गएर गइरहेको भिडियो आइरहेछ नि अब भिडियो मात्रै होइन अब के हाल्नु भन न कहाँ गएर हालेको त्यो स्वयम्भू होइन नि कहाँ स्वयंतिर जान्छ कहाँ हो त त्यो स्यादारबाको पछाडि त्यही त मैले त्यो उसमा खिचेँ कस्तो राम्रो भिडियो आएको त्यही पनि उसमा फेरि त्यसकोबाट खिच्यो है क्या के चाहिँ अटो उसबाट खिच्यो क्यामेराबाट क्यामेराबाट हो के हो त्यही त त्यस्तो राम्रो त आउनु नपर्ने भन्छु म मोबाइलबाट क्यामेरा खतरा हालेर त्यो नि बेला बेला पाइहाल्यो त्यही भएर जहिले पनि म सिङ्गल बनाउँछु सुटिङमा मात्रै फेरि तिम्रो सिङ्गल नि जान्छ नि त हामीसँग गइरहेको त तिम्रो जान्छ गाडीहरू लिएर रेडी भएपछि एउटा फोटो यसरी लाउँछु लुगा हामी गुलेली लानु बाँकी छुट्टी नै लागेको छ गुलेली पनि यस्तै गाइस म रेडी भइसकेँ अब हामी जान्छौँ ल गाइस बाई लभ यु सब्सक्राइब गरिदिनु है बाई अब सुटिङ सुरु हुन्छ बाई